ल हेर्नुहोस् गाइस, आज म तपाईँहरूलाई 3x3 रुबिक्स क्युब सल्भ गर्ने तरिका सिकाउँछु है। तपाईँहरूले राम्रोसँग सिक्नुहोस्। हेर्नुहोस् है, सबै मिलेको छ नि। ल ठिक छ, यसलाई मैले यसरी भत्ताभुङ्ग पारेर ल मिलाएँ, बिगारेँ है। हेर्नुहोस् है, बिगार्ने आइडिया तपाईँहरूले जतिचोटि भन्नुहुन्छ म बिगारिदिन्छु। हेर्नुहोस् ए, कुनै समस्या छैन यसलाई बिगार्नलाई है। ल हेर्नुहोस्, भयो नि, अझै घुमाम। ल भन्नुहोस्, तपाईँहरूले जतिचोटि भन्नुहुन्छ म यो बिगारिदिन्छु है। ल हेर्नुहोस्, मेरो रुबिक्स क्युब अघि जेको त्यही थियो, अहिले हेर्नुहोस् जताततै बिग्रेको छ। अब यो सल्भ गर्ने तपाईँहरूलाई एउटा मैले राम्रो आइडिया सिकाउँछु है। तपाईँहरूले पहिलोचोटि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने पनि ठिक छ, राम्रोसँग हेर्नुहोस् है, र यो रुबिक्स क्युब बनाउन चाहिँ सिक्नुहोस् है। ल सबसे पहिला हेर्नुहोस्, मैले यो सेतो बाटो ट्राई गर्छु। हेर्नुहोस्, यहाँ सेतो छ, यसको तल चाहिँ पहेँलो छ है। सबभन्दा पहिला हामीले के गर्नुपर्छ भने यसको यो फर्स्ट लेयर भन्छ यसलाई है, अनि यो चाहिँ हाम्रो सेकेन्ड लेयर हो है, अनि यो चाहिँ हाम्रो थर्ड लेयर हो। हामीले यसलाई लेयर बाई लेयर मिलाउनुपर्छ है। पहिला हामीले फर्स्ट लेयर मिलाउनुपर्छ। फर्स्ट लेयर भनेको हाम्रो यो मिलाउनुपर्छ है। हेर्नुहोस्, त्यो मिलाउनलाई चाहिँ हामीले फर्स्टमा यहाँ चाहिँ हामीले प्लस बनाउनुपर्छ है। यहाँ प्लस बनाउनलाई चाहिँ यदि यहाँ निलो छ भने यहाँ पनि निलो आयो भने हामीलाई चाहिँ मिलाउन सजिलो हुन्छ है। फर्स्टमा चाहिँ कसरी प्लस बनाउने भनेर मैले तपाईँहरूलाई एउटा सानो आइडिया दिन्छु है त। ल हेर्नुहोस्, ल हेर्नुहोस्, फर्स्टमा हामीले यो पनि प्लस भयो है, यो पनि प्लस भयो। फर्स्टमा हामीले प्लस मिलाउनु पर्यो। प्लस मिलाइसकेपछि हामीले फर्स्टमा यस्तो लेयर मिलाउनु पर्छ। हेर्नुहोस्, यहाँ हरियो छ भने यहाँ पनि हरियो हुन्छ, यहाँ निलो छ भने यहाँ पनि निलो हुन्छ है। अब यही आधारले चाहिँ हामीले मिलाउनु पर्छ फर्स्टमा। ल हेर्नुहोस् है, म तपाईँहरूलाई मिलाएर पनि देखाउँछु, तपाईँहरूले त्यही आधारले फलो गर्नु है त। ल हेर्नुहोस्, यति भइसकेपछि हाम्रो माथिको यो वाइट एङ्गल यो चाहिँ हाम्रो सबै मिल्छ। हाम्रो फर्स्ट लेयर भनेको हेर्नुहोस्, यो पनि रातो छ, यो पनि निलो छ, यो हाम्रो ओरेन्ज कलरको छ भने यो हाम्रो हरियो छ है। यसरी मिल्छ। त्यसपछि हामीले सेकेन्डमा मिलाउनु पर्छ भनेको हामीले यो चाहिँ हामीले मिलाउनु पर्छ है। त्यो मिलाउनलाई चाहिँ हामीले सुरुमा यसलाई हेर्ने है। जस्तै हामीले यो सुरुमा हामीले यसलाई मिलाउनु पर्यो, यसको तल हाम्रो यो छ भने यसलाई हामीले यसलाई यहाँ लिएर आएर यसलाई चाहिँ हामीले यता लानुपर्छ है। फर्स्टमा यता लानुपर्छ। हेर्नुहोस्, अब म तपाईँहरूलाई यो पनि मिलाएर देखाउँछु। ल हेर्नुहोस्, हाम्रो यताको लाइन पनि मिल्यो, यो पनि मिल्यो हाम्रो। अब यो लाइन मिलाउनु पर्यो, यसलाई चाहिँ हामीले यसलाई यहाँ ल्याउनु पर्यो अनि यसलाई चाहिँ यता लानुपर्छ है।
ल हेर्नुहोस् हाम्रो सेकेन्ड लेयर पनि कम्प्लिट भयो। फर्स्ट लेयर भयो, यी हेर्नुहोस् फर्स्ट लेयर चाहिँ हाम्रो कम्प्लिट भयो, सेकेन्ड लेयर पनि कम्प्लिट भयो है हाम्रो। अब हाम्रो यो थर्ड लेयर मिलाउनु छ। थर्ड लेयर मिलाउनलाई चाहिँ हामीले जसरी यो अघि यो व्हाइटलाई हामीले यसरी राखेको थियो, यसलाई चाहिँ क्लिप अप गरेर हामीले सुरुमा पहेँलो ल्याउनुपर्छ। हेर्नुहोस् यो पहेँलोलाई चाहिँ हामीले सुरुमा यसरी यल आकारको बनाउनुपर्छ है। मेरोमा यल आकारको पहिल्यै नै भएको छ है, यल आकारको पहिल्यै नै भएको हुनाले यसलाई चाहिँ मैले केही पनि गर्नु परेन। अब तपाईँहरूले यसलाई यल आकारमा ल्याउनु पर्यो है। यल आकारमा आउँछ भने पनि ठिक छ, आउँदैन भने पनि हामीले यसलाई यल आकारमा ल्याउनु पर्यो। र यसलाई हामीले यल आकारमा ल्याउने तरिका, यल आकारमा छ भने हामीले यसलाई फेरि यो एउटै लाइनमा आउँछ, हामीले एउटै लाइनमा ल्याउनु पर्यो। यल आकारमा ल्याउने पनि एउटै हो तरिका र एउटै लाइनमा ल्याउने पनि एउटै हो तरिका। त्यसको लागि के छ भने यसलाई यसरी एकचोटि फ्लिप गरिदिनुहोस्, यसलाई एकचोटि फ्लिप गरिदिनुहोस्, यसलाई एकचोटि फ्लिप गरिदिनुहोस्, फेरि सेम त्यसलाई चाहिँ रिप्रोसेस गरिदिनुहोस् है। यो गर्दा बित्तिकै हेर्नुहोस् हाम्रो यो एउटै धर्कमा आउँछ। त्यो गर्दाखेरि चाहिँ हाम्रो कहिलेकाहीँ यता पनि मिलेको, यता पनि मिलेको अनि यता पनि मिलेको आउन सक्छ। त्यो आएर हामीलाई कुनै पनि फरक पर्दैन है, किनभने हामीले मिलाउने त सबै क्यु हो, सबै क्युहरू मिलाउँदा यताउता हुन्छ। त्यसले गर्दा चाहिँ तपाईँहरू आत्तिनु पर्दैन है। यो आइसकेपछि यसलाई चाहिँ यसरी यो चाहिँ आफूतिर स्ट्रेट पार्ने होइन कि यसलाई यसरी घुमाएर आफूभन्दा छड्के पारेर फेरि सेम मुभ गरिदिनुहोस् है। यसरी सेम मुभ गरिदिनु भयो। अब हामी हेर्नुहोस् यिनी हाम्रो केही पनि भएको छैन, फर्स्ट र सेकेन्ड लेयर, यसलाई चलाउनै पर्दैन। हाम्रो यहाँ पनि प्लसको सिम्बल चाहिँ भयो है। अब यो भइसकेपछि हामीले के गर्नुपर्छ भने हामीले यो बिचको लाइन हेर्नुहोस्, यो यसरी मिल्यो नि, यस्तै हामीले बिचको लाइन मिलाउनुपर्छ। यो बिचको लाइन मिलाउँदाखेरि हेर्नुहोस् हाम्रो मिलेन, बिचको लाइन मिलेन भने हामीले यसलाई बिचको लाइन मिलाउन कोसिस गर्नुपर्छ। ल हेर्नुहोस् हाम्रो यो र यो चाहिँ मिलेछ। यो मिलाउनलाई चाहिँ एउटा यो यो मिलेको र एउटा यो मिलेको हेर्नुहोस्, दुईवटा मिलेछ, यता र यताको बिचको मिलेको छैन। यो गर्नलाई चाहिँ एउटा मिलेकोलाई यतापट्टिको ब्याक साइडमा राख्ने र एउटा चाहिँ यताको छेउमा राखेर हामीले कुन मुभ गर्नुपर्छ भने यसलाई एकचोटि घुमाउनुहोस् अनि त्यसपछि दुईचोटि यसरी टर्न लिनुहोस्, यसलाई फेरि जसरी घुमाउनु भएको थियो त्यसरी घुमाइदिनुहोस्, फेरि टर्न गरिदिनुहोस्, त्यसपछि फेरि टर्न गरिदिनुहोस् अनि हाम्रो भयो है। है यस्तो गर्नु भने हेर्नुहोस् हाम्रो यो लेयर पनि मिल्यो, यो पनि मिल्यो अनि यताको पनि मिल्यो, यताको पनि मिल्यो। हेर्नुहोस् हाम्रो सबैको चाहिँ बिचको लेयर मिल्यो। अब हामीले हेर्नुपर्ने भनेको कर्नलहरू हो है। अब हामीले भनेको कर्नल मिलाउने, एउटा यो कर्नल यससँग म्याच गर्यो, यो यससँग म्याच गर्यो है, अनि यो चाहिँ माथिसँग म्याच गर्यो भने ठिक छ। कहिलेकाहीँ चाहिँ हाम्रो यस्तो यो म्याच गरेर आउँदैन है, उनीहरूले चाहिँ हाम्रो सबै म्याच गरेर आइसक्यो। त्यो भइसकेपछि हामीले यो रुबिक्स क्युबलाई चाहिँ एक ठाउँ राख्ने अनि हामीले कुन मुभ गर्नुपर्छ भने एकचोटि तल गर्नुहोस्, यो गर्नुहोस्, यो मुभ गरेर यसपछि हामीले फेरि त्यही मुभलाई जबसम्म यहाँ माथि येल्लो आउँदैन तबसम्म हामीले त्यही मुभ दोहोऱ्याइरहनुपर्छ है। हामीले चाहिँ यो रुबिक्स क्युबलाई चाहिँ यताउता चलाउन चाहिँ हुँदैन, त्यो चाहिँ हामीले ध्यान दिनुपर्छ। ल हेर्नुहोस् मेरो यहाँ मिल्यो नि। अब यो रुबिक्स क्युब नै चेन्ज गर्ने होइन कि, अब हामीले यसलाई मात्र फ्लिप गरेर घुमाएर हामीले यसलाई यहाँ ल्याउने हो। त्यसपछि फेरि हामी सेम मुभ गर्ने, सेम मुभ गरिसकेपछि ल हेर्नुहोस् यो भयो। अब हाम्रो रुबिक्स क्युब कम्प्लिटली सल्भ भयो है। हाम्रो यता पनि मिल्यो है।